लेबर पाइरहेको छ। अब ललिताजीतिर आउन त तपाईँको के छ इच्छा, पढ्ने नपढ्ने, कति भनौँ न कुनमा एजुकेसनमा पढ्ने कि कमर्समा कि नर्स पढ्ने इच्छा छ भनेर हामीले न्युजमा देखाएको थियौँ। नर्स पढ्नलाई साइन्स पढ्नुपर्छ, साइन्सको लागि फुल टाइम स्टुडेन्ट हुनुपर्छ। तपाईँको कन्फिडेन्स के छ? सर पनि यही हुनुहुन्छ तपाईँले पढ्नु भएको के छ तपाईँको एजुकेसन कि कमर्स? कमर्समा अब आर्थिक जिम्मेवारी चाहिँ हामी लिन्छौँ होइन, तर तपाईँले पढेर देखाइदिनुपर्छ हामीलाई, त्यो कुरा छ। कमर्समा भने कस्तो टिचर मास्टरै हो होइन, ब्याङ्कतिरको जायो, ब्याङ्कतिर जानु पाइयो, सरकारी फाइनेन्सहरू होइन, त्यो फाइनेन्स पैसाको कारोबारवाला कोनो में जाइ पर्ने कि ब्याङ्क। त्योभन्दा यो हाम्रो गाउँमा नजिकको काम भयो भने त्यो राम्रो हुँदैन? यो पनि नजिकै हुन्छ त। यहीँ आएर भोलि गएर सामुदायिक ब्याङ्क स्थापना गरेर आफ्नै ब्याङ्क खोल्न पाइयो त समुदाय स्तरको, अथवा कुनै कम्पनीको एकाउन्टेन्ट भएर काम गर्न पाउनुहुन्छ। थुप्रै थुप्रै कामहरू छन्। मास्टर नै बन्ने हो भने पनि मास्टरले त कमर्स पनि पढाउनै पर्छ, म्याथ पढाउनै पर्छ। त्यसैले त्यो शिक्षक पनि बन्न पायो अनि बाहिरको काम पनि गर्न पायो। अब एजुकेसन पढ्यो भने पनि अर्को पनि सरकारी जागिरमा गयो भने छ, नत्र टिचर कहलिन्छ होइन। अब त्यो कुरा छ। अब ब्याचलरसम्मको हामी चाहिँ हाम्रो तर्फबाट सहयोग गर्न सक्छौँ। तपाईँले पढेर देखाइदिनुपर्छ। पैसाको लागि चाहिँ तपाईँको पढाइ रोक्दैन भन्ने कुरा चाहिँ अब मन्जयजीसँग पछुजीसँग सल्लाह गरेर हामी चाहिँ त्यो कुरा व्यवस्थापन गर्छौँ। तपाईँले पढेर देखाइदिनु पर्छ अनि तपाईँले अहिलेसम्म जसरी उहाँलाई सहयोग गर्नुभएको छ त्यसरी नै सहयोग गरिदिनुपर्छ।